17 एउटा फोटो खिच्नेको लाइन यत्रो हो यहाँ पालै पालो है अब अस्मिताको पालो एकजना यता बस्नु न पालै पालो फोटो खिच्ने माइलु 17 एउटा पालो यहाँ 17 को उसलाई के भन्छ किन्नी चाहिँ उहाँ हो हैन फोटो यति दर्शकहरू यता बस त मिना ल कुरेसी हेर न कुरेसी 17 को तिम्रो कति हो रे मेरो त 16 प्रो मैक्स 16 हो छाया फोटो राम्रो आउनु का पुरै मिलेन लाइन आएन पाला आएन न एकछिन ल खतरा सेक्सी ओभरलोड ओभरलोड देख्नु मेकअप त गरे हैन फेरि यो रियल फेसन मेरो राम्रो हुन्छ अहिले एकछिन पछि लिएर आउँछु 17 को कमाले पाला आयो मेरो 16 हो 16 पालो आयो दाइ हजुरको झोला यस्तो राम्रो हो यहाँ हाम्रो हिँड्छौँ दाइ फेरि ह्यान्डसम भनेर नराम्रो नबनाउ न भिडियोमा क्युट बहिनी ह्यान्डसम दिदी ब्युटिफुल नानी म चाहिँ के हाम्रो अर्को ह्यान्डसम दाइ आउनु भयो यहाँ फेरि ट्रेनमा गयो न सबै उठेर उता पेली बसदिरहेको यस्तो मलाई भ्लगमा निकाल ल उहाँ चाहिँ 17 प्रो हो के 17 दिदी हो 17 दिदी राम्रो निकाल म भ्लग हेर्दिन नि मेरो राम्रो राम्रो एडिट पुरै एडिट गरेर हालेर भने बरु नहाल मेरो 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 च्यानल पनि भन्दियौ नि के रे त्यसमा राख्दै च्यानलको नाम के हो रवि च्यानलको नाम अरे अब 17 राख्नु परेको च्यानलको नाम हो न यो त अलि राम्रो देखियो त यहाँ त यस्तो देखियो त नि अनि भ्याउ लाग्छ कि होइन कि आफ्नै भ्लग खोल्छु अब म नयाँ सब्सक्राइब हान तिम्रो लागि भन्न सबैलाई कत्रा राम्रो है यो ठाउँ चाहिँ हैन मेरो त जम्मा 80 सब्स्क्राइबर हन् मेरो पठाइदिन्छु छाट काट्दै फरक हुन्छ कि पढ्ने के होइन हैन गुरुङले पढ्दा चाहिँ नसुहाएको कि तर कसम पढ्यौ तिमीले चित्र हेर्दै स्टोरी बुझेको आफ्नो चित्र हेर्दै बस्नु सन्ध्यालाई त म मान्छु कि दाइ तर कस दाइ ब्यागमा हाल्नु लाग्यो कि कोको भनेर चाहिँ नहेर यिनीहरूको पढ्ने छाटकाट छैन यिनीहरूको कोको भनेर चाहिँ नहेर यहाँ त नाच्ने ठाउँ रहेछ दाइ जानु दाइ त डान्स हानिदिनुहुन्छ फेरि म त डेन्स पनि जान्छु अर्की पढ्ने मान्छे यता उठुकुना तामाङलाई त सक्दैन कसैले के भ्युज पुग्यो ट्रक क्रसिङ रिभर भनेर हालिदिएको है तिमीले त्यस्तै गर के मी क्रसिङ रिभर भनेर तर किलोमा हब हालेर हाम्रो मान्छेको त्यो हल्कामा हब हाल्छ त्यो के गरिरहने पानी परिरहेछ हामी भित्रै हिँडिरहेछौँ छाता बोके छैन हेलो गाइस नमस्ते म विष्णु भण्डारी मेरो घर माझीको बहिनी विष्णु माझीको यस्तो इष्टमित्र पढ्छु तर बहिनी भने ठ्याक्कै बहिनी चाहिँ होइन म है मेरो घर चाहिँ पोखरा लुम्ले हो म के भन्ने लुम्लेमा पानी पर्क म पनि सँगै जाने हो कि भन्ने गीत छ कि बुझ्छु गीत थाहा छैन लुम्ले खै म थाहा छैन है तर लुम्ले घरबाट नि लुम्लेको गीत छ अरे मलाई थाहा छैन यो चाहिँ है यस्तो दुःखको खबर हो गीत छ यार मलाई गीतै आएन खुब खुसी मान्दै आइयो तर पानी परेर यस्तो निराश बनायो न फोटो छ न भिडियो छ विरक्त लाग्दो दिन जिन्दगी वक्त लाग्दो संसार दिक्क लाग्दो के भन्ने गीत छ एउटा त्यस्तै भइरहेको गाई अब है हामी चाहिँ घरतिर लाग्यो हाम्रो ब्लगर हाम्रो काली ब्लगर नाम त थाहा छैन के उसको नाम के रे प्रिया हैन ब्लगर भन्नु नि फेरि प्रियाको ब्लग सब्स्क्राइब गरिदिनु होला शेयर गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला ब्लगर मिस हो कि मिस्टर हो के हो तिमी मिस्टर हो मिस्टर अनिस we are returning to
returning from the where? Manga museum to Gakpo. मलाई Sensei na. Sensei uso de. दोकानी भन्नु सब्स्क्राइब गरिदिनु होला उहाँको भिडियो चाहिँ 1 मिलियन भ्युज पुऱ्याइदिनु होला अनुहार हेर्दा त एक भ्युज पनि नदिने खालको त्यसरी भएन त अगाडिबाट किन्यो के भिडियो बनाउनै आउँदैन अगाडि गर्ने हो kawaii. नानी Sensei no kodomo. Sensei no めっちゃ可愛い。先生みたい。この人が誰ええ。旦那さん。コップ。な